धेरै समयदेखि चाहिँ धेरैजनाले मलाई एउटा कुरा सोधिरहनु भएको थियो कि चेक फिलअपको चाहिँ एउटा भिडियो बनाइदिनु पर्यो भनेर। म आजको भिडियोमा चाहिँ म चाहिँ यो एउटा एसबिएल ब्याङ्कको चेक छ मसँग र यसलाई म फिलअप गरेर तपाईँहरूसँग म देखाउँदैछु। किनभनेपछि हरेक एउटा व्यक्तिले चाहिँ चेक फिलअप गर्दाखेरि चाहिँ धेरैवटा गल्ती गरिरहेको हुन्छन् होइन। अनि यो भिडियोमा चाहिँ म एउटा यस्तो यस्तो पोइन्टहरू बताउनेछु जुन चाहिँ तपाईँले अब यो भिडियो हेरिसके पछाडि अब चेक भर्दाखेरि तपाईँले अब 1 साल पछाडि 1 सालमा एउटै मात्रै चेक भरे पनि तपाईँले फेरि कुनै पनि भिडियो हेरिराख्ने आवश्यकता पर्दैन। यो भिडियोलाई म अन्त्यमा बताउनेछु कि यहाँ के भन्नुपर्छ भन्ने कुरा। र यहाँ सबै तपाईँले देख्नुहोस्, सबभन्दा प्रथम त कुरा त यहाँनिर डेट हाल्नुपर्छ र मैले आजको डेट हालेँ। यो भिडियो चाहिँ मैले धेरै अगाडि नै बनाउँदै थिएँ नि। अब तपाईँले डेट हाल्दाखेरि चाहिँ जुन दिन तपाईँ चेक काट्नुहुन्छ त्यो दिनको डेट एकदम तपाईँले यहाँ हाल्नुपर्ने हुन्छ। र मैले जुन दिन यो भिडियो बनाउँदैछु म त्यही दिनको डेट यहाँनिर हालिसकेँ मैले। र सबभन्दा प्रथम कुरा चाहिँ यहाँनिर डेट हालिसके पछाडि तपाईँले गर्नुपर्ने भनेको चाहिँ डेट लेखिसकेपछि यो चेक चाहिँ अब कसको नाममा काट्दै हुनुहुन्छ उहाँको नाम लेख्नुपर्छ। अब तपाईँले आफ्नै नाममा काट्दै हुनुहुन्छ भने चाहिँ तपाईँले यहाँनिर लेख्नु पर्यो आफ्नो नाम। तपाईँको नाम यहाँ किनेर हो, त्यसैले अब जुन तपाईँले एकाउन्ट खोल्दाखेरि जुन नाम राख्नुभएको छ तपाईँको नागरिकतामा जुन नेम छ त्यो तपाईँको त्यही नेमलाई तपाईँले यहाँनिर राख्नुपर्ने हुन्छ। त्यसै गरी मैले एउटा यहाँनिर नाम राखिसकेको छु। यहाँनिर फुल नेमलाई राखिसकेपछि तपाईँले चाहिँ अब के गर्नुपर्छ भने चाहिँ तपाईँ कति रकम निकाल्दै हुनुहुन्छ त्यो रकमलाई चाहिँ तपाईँले यहाँनिर यतापट्टि त्यो बक्सा जुन दिएको छ त्यसमा चाहिँ तपाईँले होल एमाउन्टलाई लेख्नुपर्ने हुन्छ, कति निकाल्दै हुनुहुन्छ। र यतापट्टि द सम अफ छ यहाँ यतापट्टि होइन, रकम यहाँ अक्षरमा भनेको छ। त्यहाँ चाहिँ तपाईँले चाहिँ कति रकम उतारि निकाल्न आँट्दै हुनुहुन्छ तपाईँ चाहिँ मैले यहाँ इङ्ग्लिसमा लेखिरहेको छु। तपाईँ अब नेपालीमा लेख्न चाहनुहुन्छ भने 10,000 मात्र लेख्न सक्नुहुन्छ। र तपाईँ यहाँनिर इङ्ग्लिसमा लेख्नुहुन्छ भने 10,000 ओन्ली लेख्दाखेरि तपाईँले हुन्छ यहाँनिर। र यति गरिसके पछाडि चाहिँ यसको मेन कुरा आउँछ, त्यो भनेको चाहिँ हो सिग्नेचर। यहाँनिर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ दुई ठाउँमा चाहिँ सिग्नेचर गर्ने ठाउँ दिएको छ। र तपाईँले चाहिँ अब पहिला ब्याङ्क एकाउन्ट खोल्दाखेरि जुन सिग्नेचर राख्नुभएको थियो तपाईँले चाहिँ त्यही सिग्नेचर चाहिँ तपाईँले यहाँनिर राख्नुपर्ने हुन्छ। एकदम सेम टु सेम हुन्छ। अब ब्याङ्क एकाउन्ट खोल्दाखेरि दुईवटा सिग्नेचर राख्न मिल्छ। र दुईवटा सिग्नेचर राख्दाखेरि चाहिँ तपाईँले अब त्यो दुईवटा सिग्नेचरमा तपाईँले जुनै एउटा जुनै गर्दा पनि हुन्छ यहाँनिर। यतापट्टि दुईवटा र पछाडिपट्टि दुईवटा सिग्नेचर गर्नुपर्छ। र सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने चाहिँ तपाईँले अब एकाउन्ट खोल्दाखेरि चाहिँ एउटा चेक एउटा लागि एउटा सिग्नेचर गर्नुभएको थियो र तपाईँले त्यहाँ सिग्नेचर अहिले तपाईँलाई याद छैन सिग्नेचर कस्तो गर्नुभएको थियो। त्यस्तो केसमा चाहिँ के हुन्छ भने चाहिँ तपाईँले तपाईँले जुन ब्रान्चमा गएर खोल्नु भएछ खाता त्यहाँनिर चाहिँ अलिकति तपाईँले सिग्नेचर मिस्टेक गरिहाल्नु भयो भने त्यस्तो खासै ठुलो इस्यु हुँदैन। तपाईँलाई त्यहाँनिर आफै स्वयं जानुभएको छ भने त तपाईँले पैसा दिइहाल्छ र त्यस्तो त्यहाँ त दिइहाल्छ होइन। तर त्यसकै अर्को ब्रान्चमा तपाईँले चाहिँ अब एकछिन लागि तपाईँ इलाम जिल्लामा हुनुहुन्छ भने इलाम जिल्लाको एउटा ब्रान्चमा जानुभयो भने तपाईँले दिइहाल्छ। र तपाईँले एकछिन लागि फिकलमा आउनुभयो भने इलाम जिल्लाकै अर्को ब्रान्च हो फिकल। र त्यहाँनिर आउनु भयो चाहिँ तपाईँले जुन सिग्नेचर मिस्टेक गर्नुहुन्थ्यो जुन तपाईँले अगाडि तपाईँले जुन ब्रान्चमा खोल्नुभएको थियो त्यहाँनिर चाहिँ तपाईँलाई पैसा दिन्थ्यो भनेपछि अब त्यो अर्को ब्रान्चमा चाहिँ तपाईँलाई त्यहाँनिर पैसा दिँदैन। त्यहाँनिर चाहिँ कि तपाईँले सिग्नेचर चेन्ज गर्नुपर्ने हुन्छ, नत्र भए तपाईँलाई त्यहाँनिर पैसा दिँदैन। किनभने चाहिँ त्यहाँनिर त्यो तपाईँको एकदम फुल डिटेल हुँदैन त्यहाँनिर, त्यही कारणले गर्दाखेरि। र तपाईँलाई पनि अब आफ्नो सिग्नेचर थाहा छैन भने चाहिँ तपाईँले अब जुनै पनि ब्रान्चमा गएर चाहिँ आफ्नो एउटा फोटो र आफ्नो एउटा पासपोर्ट र नागरिकता फोटोकपी लगेर चाहिँ तपाईँले त्यहाँनिर आफ्नो फेरि पनि नयाँ सिग्नेचर राख्न सक्नुहुन्छ। त्यो भनेको खासै ठुलो इस्यु हुँदैन। तपाईँले चाहिँ अब जुन दिन पनि राख्न सक्नुहुन्छ र जुन ब्रान्चबाट पनि राख्न सक्नुहुन्छ। त्यसैले पनि सिग्नेचर राख्दाखेरि चाहिँ सबभन्दा महत्त्वपूर्ण नाम चाहिँ नराख्नु होला। एकदम नाम राख्नु भयो भने चाहिँ तपाईँको एकाउन्टबाट जसले पनि एक्सेस गर्न सक्छ। त्यसैले घरमा आएर बरु एउटा सिग्नेचर मजाले प्र्याक्टिस गर्नुहोस् र त्यही सिग्नेचरलाई राख्नुहोस्। र आजको लागि यति नै।